के साह्रो घाम लाग्यो कति साह्रो गर्मी आज अझै यत्रो पर जानु छ कसरी जानु यस्तो घाममा होला ए केटाहरू आउँदैछन् यसो बिरामीहरू नाटक गर्नु पर्यो केटाहरू लगी भएको छ के भयो साथी तिमीलाई एउटा कुरा थाहा छ के कुरा चाहिँ यसपालि त हाम्रो स्कुलमा राम्रा राम्रा केटी आएका छन् नि ए हो नि है मैले पनि देखेको थिएँ नि त्यहाँ ए हो है साँच्चै राम्रा राम्रा केटीहरू आएका छन् है स्वार्थी है तिम्रो त बहते कैलाको छोरो होइन साथी है मेरो त के भएर ढलिरहेको दाइ दाइ के भयो के भयो ए के भयो छोरो जुस खुवाइदिउँ है थोरै थोरै जुस खुवाइदिउँ त्यो मेरो जुठो हो ए यहाँ मान्छे मर्न लागिसक्यो जुठो भएर के बताउने दाइ के भयो ला पछि नै सरी भइरहेको छ यार के भयो यो दाइ उता जानु थियो ल उठ्नु दाइ त्यहाँ मैले एउटा धामी चिनेको छु त्यहाँ लग्नु पर्छ जान्ने छ त्यो के विचार गरिदिन्छ कि लगौँ ओइ ल यो दाइ चाहिँ के भएको हिँड्नै सक्न छोड एकछिन बोकेर ओइ आइहाल्नु है अब आइहाल्नु यही हो ल यहाँ बस्नु साह्रै भएको के भयो झाँक्री दाइ हेरिदिनु नि बाटोमा ढलिरहेको थियो के भयो हामीले बोकेर लिएर आएको राम्ररी विचार गरिदिनु है जङ्गली लागेको रहेछ बाबुलाई म फुटिहाल्छु है त विचार गरिदिनुहोस् हेर्नु त के भयो ठाउँ लाउनु उमेरमा ए कालो हो बोका रक्सी पनि खान्छु भन्छ हामी त त्यति विचार गरिदिनु के भयो निको चाहिँ बनाइदिनु पर्यो सट्टै हुन्छ ल बाबु त्यति भाकल नगरी हुँदैन ल भाकले भयो ल खान्छु भनेको छ ए रातो भाले पनि चाहिन्छ भन्दैछ रातो भाले सबै दिन्छ ठिक चाहिँ बनाइदिनु पर्यो हेर्नु त यहाँनिर के हान्छ अरे म त नाटक पो पारेको त हिँड्नु अल्छी लाएर के भयो के भन्छ यो मान्छे ठिकै थियो क्या हो यत्रो अघिसम्म ठिक पो थियो नाटक गरेको यत्रो मान्छेलाई बोकाएर कहाँ जानुपर्ने मान्छेलाई बोकाएर अझै त के पो खान्छ सर अब त किन